भएको चाहिँ कस्तो लाग्यो? राम्रो मिठो लाग्यो। सो हेलो एन्ड नमस्ते एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। फेरि पनि अर्को भिडियो लिएर आइसकेको छु। आज शनिबारको दिन होइन। अब यहाँबाट निस्किनु लाग्छु म, आयुष कहाँ जानु लाग्यो। अब हामी घुम्न जानु लाग्छ। अब कहाँ जान्छु अब तपाईँहरूलाई भिडियोको माझमा देखाउने छु होइन, अभियसली होइन। उता मेरो स्कुटी छ, रेडी पारामा छ होइन। अब रातभरि पानी परेको कारणले हेर्नु न आज कस्तो छ स्थिति, डुबान छ डुबान। त्यही हो, अब आई होप बाटोमा पानी नपरोस्, त्यही हो। बर्सातको मौसम छ, गाह्रो पर्छ। तर पनि हामीले बन्दोबस्त गरेर गएको छौँ है, सब कुराको पानी पऱ्यो भने। अब हेर्दै गर्नु होला। अब डाइरेक्ट मोटो भ्लगमा भेटौँ है त ल गाइज। सो गाइज अहिले चाहिँ अब रेडी भइसक्यो हामी। यता छ सबजना, यता बहिनी छ। अब कहाँसम्म हुन्छ अब हेर्दै गर्नु होला भिडियोलाई। निस्किसकेछौँ गाइज हामी, तेल भराउँछौँ होला। अब अन्न पानी पनि रोक्यो यार। अब यहाँ केटाहरूले पेट्रोल हाल्छ, म चाहिँ हेटबाट गएर डाइरेक्ट हाल्छु। तबसम्म यहाँ बसौँ न, हाल्दैछौँ। लास्ट गर्मी के मौसम चाहिँ दामी छ के, पानी नपऱ्यो नि, बल्ल बल्ल पानी रोकेको छ। तर गर्मी चाहिँ अति लागिरहेको छ क्या। गर्मी चाहिँ उहाँको छौँ, पानी परे पनि हुन्छ नि, हावै चले छैन के गाइज। अब हेरौँ कतिखेर पुगिन्छ। अब मम्मी पनि अघि जानुभएको थियो हेटौँडा, मेरो मम्मी। अनि मैले भर्खर फोन गरेर कुरा गरेँ कि पानी पर्दैछ भन्नुभयो क्या। कतै पानी परिरह, कतै पानी परे छैन रे। अब हेरौँ, लेट्स सी के हुन्छ। यसो बाटोको सिनेमेटिक सटहरू हेर्दै गर्नु होला, बाटोको भ्यूहरू। पानी चाहिँ नपर्दै हुन्थ्यो त्यति हो। के हो यो? ओए ब्याग खस्यो खस्यो सब खसेछ भनेको। हाँस्दै छन् पुलिसहरू पनि। कस्तो होला है, मान्छेहरूले ब्याग राखेपछि अलिकति राम्रोसँग गर्नुपर्छ नि, लाउनुपर्छ नि। हेर त्यहाँ ब्याग खसेको। हजुर पानी पर्यो, ओए पानी पर्यो। यो चिडियामाई मन्दिर पुगे, केटाहरूलाई कुर्दैछौँ। कति टाइम लाग्छ? अब एउटा साथी कहाँ गयो कि पछाडि गयो कि अब पछाडि छ कि अब अगाडि गयो, अब कन्फ्युज भइरहेको छ। अनि अर्को आयुष भन्ने चाहिँ पछाडि नै छ, ऊ र मम्मी। हामी चाहिँ यहाँ चिडियामाईमा एकछिन दर्शन गर्न रोकेको, प्लस कुर्दै पनि छौँ उनीहरूलाई। अहिले चाहिँ भर्खरै हामीले अङ्कुरलाई फोन गरेँ। ऊ चाहिँ हेटौँडा पुगिसक्यो अरे क्या, हामीभन्दा अगाडि रहेछ। हामीलाई लाग्यो पछाडि छ भनेर कुरा थियौँ, तर अगाडि रहेछ क्या। अनि हामीले एउटा कुनै ठाउँमा रोकेर बसौँ भनेर, अनि एउटा रेस्टुरेन्टमा अगाडि रोकेर बस्छौँ भनिरह। अनि त्यही भएर अब हामी निस्केको यहाँबाट। कति बजे बहिनी? 1 बजिसक्यो। 1 ठ्याक्कै बजेर 11:30 बजे हिँडेको 1। ठिकै हो, बिस्तारै नै हिँडिरहेको छौँ हामी। ती चाप हो गाडीकोमा। अब त्यही हो, 10 मिनट लाग्छ हेटेर पुग्न, 10-15 मिनट। हेर्दै गर्नु होला। मन पऱ्यो लाइक, सेयर, कमेन्ट, सब्सक्राइब हानिदिनु होला होइन र। आहा कस्तो चिसो हावा चलेको यार, कस्तो मजा आयो हावा चलेर। चिसो हावा चलिरहेको। अब अङ्कुर कुन रेस्टुरेन्टमा हो मलाई त थाहा छैन, आयुषलाई थाहा छ भन्दै थियो।
हेर्दै जाऊँ बिस्तारै बिस्तारै के छ भनेर। यही हो क्या? ओ देख्यो। अंकुरको बाइक भेट्यो गाइस फाइनली। कट्टु तान्दै माथि आउँदैछ। कट्टु तान्दै आउँदैछ कट्टु तान्दै आउँदैछ। फाइनली सबजना भेट भयो, भेला भयौँ। कट्टु तान्दै आउँदैछन् अंकुर। अब क्या करे चाहिँ? कसको? मेरो त हाल्नुपर्छ। पर्दैन पुग्छ। अब कहाँ? खाना खान? खाना खान? ल कहाँपट्टि हो यार? म कन्फ्युज भयो। यो भयो यहाँ छ थकाली खाना। बुङ्ग्रो थकाली खाना। पुग्यो फाइनली डेस्टिनेसन। सो गाइस हामी बुङ्ग्रो खाना पुग्यो। बुङ्ग्रो होटलमा थकाली खाना। त्यसो अन्टी अनि हालको सन्चै हुनुहुन्छ? कस्तो लाग्यो? कस्तो रे एकचोटि फेरि कस्तो लाग्यो रे? अब कहिलेसम्म पुगिन्छ थाहा भएन खाना खाने। अनि त्यसपछि हिँड्छौँ। लेट के हुन्छ। खाना आयो है गाइस। सो गाइस अहिले चाहिँ हामीले खाना खाइसकेको छौँ होइन। अनि यताको भ्यू देखाउन चाहन्छु तपाईँहरूलाई। यो अंकुर भयो, यो आयुष भयो, म त्यो अगाडिको प्राचोर हो। गाइस अब खाना खायो, पेट पनि भर्यो। अब यहाँबाट निस्किन लाग्छौँ हामी। यहाँ छ अब चाहिँ हामी निस्को है बुङ्ग्रो थकालीबाट निस्क्यौँ। अब हामी डाइरेक्ट अब चाहिँ सिधै हामी आफ्नो गन्तव्यतिर लाग्दैछौँ। हेर्दै गर्नु होला। अब त पानी पनि पर्यो होइन। अब कन्टिन्यू हुन्छ ब्लग। पेट्रोल भराउनु पर्ने थियो यार। म त बिर्सिरहेको यार पेट्रोल भराउनु थियो भनेर। उत्र त गयो अगाडि। उत्र न। अब पेट्रोल पनि हाल्नु थियो यार मेरो गाडीमा। बिर्सिरहेको म त। साथीले नरोकेको भए म सिधै जान्थेँ। फेरि अगाडि गयो क्या हाम्रो साथी एउटा। छोडेँ अब यहाँबाट चिसो हावा आउँछ गाइस। सामरी पुल आइपुग्यो। सामरी पुल खोलामा त पानी छैन रहेछ अरू त्यति। खुट्टा माथि गर। खोला बगिरहेको रहेछ। खोला अर्ग्यानिक खोला। के रे यही नुहाउने हो क्या? अर्ग्यानिक खोला बगिरह। फेरि पुग्न लाग्यो होइन। अब हाम्रो प्लानमा कहानीमा नयाँ ट्विस्ट आयो।
के भनेपछि अहिले भनिदिउँ कि गएपछि अहिले भनिदिउँ अब अहिले चाहिँ हामी देउराली जाने एकछिन चिसो हावा खाएर आउने होइन अनि त्यसपछि एकछिन त्यहाँ बस्ने अनि फर्केपछि अनि त्यसपछि स्विमिङ पुल जाने प्लानमा ट्विस्ट आयो ट्विस्ट भीमफेदीको भाइरल स्विमिङ पुल कहाँबाट हो यताबाट जान दिएछ न क्या यताबाट जान दिएछ न जस्तो लाग्यो बाटो बन्द त्यो रहेछ के भयो हिँड न यताको बाटो पनि एक्सपिरियन्स गरेको थिएन अब आज गरियो यस्तो अफरोड छ आज स्कुटीको हालत बेहाल छ यार मेरो हुनुपर्छ अलि गएर आज गएर अब आज कतिखेर पुग्ने हो के थाहा भोलि नै धुइन्छ होला बल्ल आयो पिच यत्रो घुम्नु पऱ्यो यार यहाँबाट आउनु पर्ने ब्रिजको काम भएर यत्रो घुम्नु पऱ्यो ए भीमफेदी गाउँ हो भीमफेदी गाउँ यहीँबाट आएको अघि हामी तर उताबाट घुमेर आउनु पऱ्यो क्या बाटो बनाइयो रहेछ अनि रनमा कस्तो ब्रेक लगाइदिएको क्या हो न त्यही भएर पछाडि हिँड्नुपर्छ है केटाहरू यस्तो नजिक त हिँड्नुहुन्न यार यतिको डिस्टेन्समा हिँड्छु म यस्तो साङ्ग्रो बाटो छ अनि ओइ होइन होला यस्तो साङ्ग्रो बाटो छ जाऊ यार जाऊ तिमीलाई मैले जान दिएकै छु क्या अरे तिमी जाँदिनौ के गर्नु बाटै देखेन हौ मैले त हुस्सुल हेलमेटको सिसा लगाएपछि त बाटै नदेख्ने रहेछ रोका है कुरुम अलिकति यतै बस्नुपर्छ कस्तो ठाउँमा ल कहाँ गएर जोत्दैछ कहाँ गएर जोत्दै रहेछ यार इन्डियन गाडीलाई त्यस्तै लाग्यो बाटै देखेन जस्तो लाग्यो थ्याङ्क यू यार धन्न त्यो माइक्रो झन्नै गएको यार सालाले मार्छ मलाई कुन दिन मार्छ तैँले मलाई दुईचोटि भइसक्यो यस्तो आई लभ देउराली आउँछ अब यहाँ आयो आई लभ देउराली I loved it. Huh? So guys, finally हामी देउराली पुगिसकेको छौँ
यता सबजना बसिरहेको छौँ आयुषको मम्मी उता हुनुहुन्छ हेलो आयुषको मम्मी हाई बाइक अरू छैन यता अङ्कुर बहिनी अनि म छु होइन अब हामीले यहाँ कफी खाने भनेर प्लान बनाएको छौँ कफी खान्छौँ एकछिन रेस्ट गर्छौँ 4 पनि बजिसकेको छौँ अनि त्यसपछि तल गएर अनि नेचुरल स्विमिङ पुल गएर रमाइलो गरेर अनि त्यसपछि बल्ल घर फर्किन्छौँ ल आजको प्लान चाहिँ यत्तिकै हो कस्तो पानी परेको ल आयो है क्यापुचिनो पनि यता आन्टीले खाइरहनु पर्छ आन्टी कस्तो लाग्यो राम्रो मिठो लाग्यो मिठो लाग्यो चिनी हाल्यो भने त मिठो भइहाल्छ नि होइन आन्टी यस्तो कफीको हो र एकचोटि फेरि सुर्काउनु न बिना चिनीको फेरि फेरि आन्टीले एक सर्ट हान्नुभएको कस्तो गरेर मुख बनाउनु भएको अहिले हाम्रो आन्टी जे होस् रमाइलो हुनुहुन्छ हेर मुख ए बुढी माउलाई त पत्दैन के राम्रो कुरा सो गाइज कफीहरू पनि खाइसक्यो होइन अङ्कुर चाहिँ उता फोटो खिच्न गएको छ उतातिर छ म यहाँ फोटो सेसन चलिरहेको अनि अब यहाँबाट अब निस्किन्छौँ अब भीमफेदी भाइरल ठाउँ त्यसपछि यहाँबाट अनि ब्याक टु घर आन्टी अङ्कुर आऊ है जाँदै गर्छौँ अब हामी यहाँबाट निस्किनु लाग्यो के को जाम हो यत्रो जाम छ एक लाइन घटा साँगुरो बाटो छ अनि जाम भइहाल्छ नि एम्बुलेन्स छ यार कस्तो चिसो हावा चलेको यार आइज आउने बेला त केही भएको थिएन अहिले जाने बेला पो कस्तो चिसो भयो यार तातो कफी खाएर चिसो पो भयो जिउ त मैले त सोचेकै थिएन यार यस्तो चिसो हुन्छ भनेर अब मेरो यहाँ ब्रेकै लाग्दैनन् अलि डिस्टेन्स बनाएर हिँड्नुपर्छ यार ब्रेकै लागिरहेको छैन ब्रेक लागिरहेको छैन अगाडिको हान्नै पर्छ साथीहरू भर्खरै अगाडि डिस्कमा फेल भएर मैले पानी हालेँ हल्का कम भयो के भयो यो रिटर्न आइरहेको थियो माथि चढिएको थियो फेरि फर्काएको ब्रेक फेल भइगएको थियो के पानी हालेको त्यही भने भर्खर एउटा मान्छेलाई सोध्यौँ उसले यो बाटो जाउनु भन्नुभयो अब हेरौँ काम छ आफूलाई पिसाब लगाइसक्यो पिसाब पो लगाएर आयो मलाई त हो भने कहाँ गयो यिनीहरू त यहाँबाट होला अब कहाँ हो यो दुईवटा बाटो छ एउटा गाउँ जाने बाटो जस्तो लाग्यो मलाई अफ रोड होला यहाँबाट लगाउँ
यहीँ जस्तो लागिरह मलाई एउटा बोर्ड पनि छैन नि यार अब हेरौँ गाइज के हुन्छ यो बाटो गइरहेछौँ कहाँ पुग्ने हो साँच्चीकै भनेको थियो यार बिहान आयुषले बाटोले जहाँ लान्छ त्यहीँ जाने भनेको हो रहेछ यार बाटोले कहाँ लगिरह त्यहीँ गइरहेछौँ हामी के हो र आयो क्या हो यही पार्किङ जस्तो ए पह ल गाइज अहिले चाहिँ हामी पुगिसकेको छौँ भाइरल प्लेस अब यहाँबाट हिँड्दै जाने हो यहाँबाट ए अँ त है एरक्स 155cc पहिला हामीले यही किन्ने भनेको थियो है दामी छ है तर ट्याक्स बाइक जत्रो नै एक्सपेन्स धेरै छ अहिले नहुने हो तिमी खै हेरौँ के हुन्छ लेट्स लुगाहरू ल्याएको छैन नुहाउँदिन होला ल्याऊ भने होइन तिमीहरूलाई के थाहा त यस्तो हुन्छ भनेर तिमीहरूलाई भने नहुने हुने ल हिजो कुरा गर्नु अब लाग्यो भने हामी सिधै जान्छौँ। भाइरल ठाउँ भनेर यहाँ लेखिरहेछ यहाँबाट हो भाइरल ठाउँ अङ्कर भाइरल ठाउँ त हो राम्रोसँग आउनु है तपाईँहरू ओए कस्तो चिसो यार कस्तो चिसोमा त नुहाउँदिन यार कस्तो चिसो पानी हाइकिङ गरे जस्तो फिल भइरहेको छ यार अरे उता पनि खुला रहेछ यहाँ पनि खोला रहेछ खोला छ यहाँ पनि ओए कस्तो चिसो पानी यार गाइज कस्तो चिसो पानी फाइनली आइपुग्न लाग्यो आइसक्यो यति मात्र हो खोला यति खेल्न हामी आएको सानो छ रमाइलो छ भन्थ्यो ओके यति खेल्न हामी आएको ठिक छ नि हो पानी हेर्दा त नखेल्नु जस्तो लाग्यो के कन्टेन्ट क्रिएटर भएपछि यस्तो होइन खोइ झन्डै लडेको आगे मलाई देऊ ल प्लिज यार यो मलाई बडा काम लाग्यो यार गाइज नुहाउँदिन भनेको जबरजस्ती आयुषको मम्मी आयुष भएर नुहाउँ भनेर भन्न थाल्नुभयो अनि त्यही भएर म पनि नुहाइदिएको
कस्तो चिसो पानी जाडो लागिसक्यो यार तर दामी ठाउँ रहेछ यो भाइरल प्लेस अझै बन्दैछ यो त अहिले नर्मल मात्र हो अझै बन्दैछ अरे उता ठुलोवाला चाहिँ ठुलो बनेपछि दामी हुन्छ त्यो सानो मात्र हो बन्दा बन्दै भाइरल भएको ठाउँ रहेछ कि दाइसँग सोधेको यहाँ अनि दाइले भन्नुभयो अब हामी यहाँ खाजा सेट खान्छौँ बफ खाजा सेट मगाएको छौँ त्यो खान्छौँ अनि त्यसपछि यहाँबाट निस्किहाल्छौँ त्यही हो रमाइलो भइरहेछ एकदम सोचेभन्दा धेरै रमाइलो भएछ होइन वाइल्डै मजा आयो एडभेन्चर पनि भयो पानी परेको भएर भिडियो बनायो अनि भिज्यो त्यही हो हेर्दै गर्नु होला अब गोप्रोमा पनि चार्ज सकिनु लागिसक्यो म एकछिन पावर ब्याङ्कले चार्ज गर्छु ब्याट्री अनि त्यसपछि एकैचोटि मोटो भ्लगमा भेटौँ है त ल गाइज ओ गाइज अहिले चाहिँ हामी हेटौडा आइसकेको छौँ हेटौडा दुःखको खबर भयो यार एउटा साथी के भन्छ हामी यता आउँदै थियो अनि उसको बाइकै पङ्चर भयो क्या अनि फेरि ब्याग उसलाई लिन गइरहेको छौँ अङ्कुरको बाइक पङ्चर भयो अनि लिन गइरहेको छौँ अब सँगै आएको छौँ त अब सँगै जानु पऱ्यो नि त होइन त्यही भएर उसलाई अलिकति हेल्प गर्न गइरहेको छौँ म त पुगिसक्यो होला हामीभन्दा अगाडि थियो कि ऊ म त पुगिसक्यो होला भनेको अहिले पो फोन गरेर भन्छ पङ्चर भयो भनेर शिट म्यान फाइनली गाइज हाम्रो अङ्कुरको बाइक पनि चाहिएको छ यस्तो कमेडी भएको होइन के भन्छ हामी अगाडि गए उसले बोलाएको रहेछ सुनेन अनि त्यही भएर उसलाई घरमा पनि प्रेसर आइरहेको थियो कि बोलाएको फोन गरेको थियो त्यही भएर डरको मारे के गर्यो भयो अनि त्यही भएर बोलाएन यता पङ्चर दोकानलाई रिक्वेस्ट गर्यो बनायो त्यही हो अब ब्याक टु घर गइरहेछौँ फेरि ल त गाइज अब यो आजको भिडियो यहीँसम्म हुन्छ होइन अब कस्तो लाग्यो एकचोटि कमेन्ट गरिदिनु होला लाइक सेयर सब्सक्राइब पनि गरिदिनु होला होइन अब अर्को भिडियोमा भेटौँला टिल देन बाई टेक केयर एन्ड शुभरात्रि